ओशोले भन्नुहुन्छ प्रेमलाई निमन्त्रणा दिनु रे, प्रेम जहाँ जहाँ जो जस्तो जस्तो भेटिन्छ सबैलाई प्रेम गर भन्छ कि। इट डजन्ट मिन द्याट केटा र केटी मान्छेको प्रेम हुन्छ भन्दैमा त्यहाँ विवाह हुनुपर्छ, त्यहाँ त्यो प्रेमको अन्त्य चाहिँ एउटा पारिवारिक ढङ्गले अन्त्य हुनुपर्छ भन्ने कुरा चाहिँ कसैले भनेको छैन। जस्तो म बाटोमा हिँड्दाखेरि कोही व्यक्ति भेट्छु, मैले प्रेमपूर्वक उसलाई स्माइल दिन्छु भने उसले पनि मलाई प्रेम फिर्ता दिन्छ नि त। मैले त्यो प्रेमको कुरा गरेर हो मैले बुझेको चाहिँ मैले भर्खर यस्तो फ्यामिलीसँग कुरा गर्दा ड्याडसँग कुरा गर्दा यताउति कुरा गरिरहँदाखेरि हामी 2-3 दिन भयो मर्निङ वक जान थालेको छौँ। मलाई कस्तो फ्यामिलीमा मैले टाइम दिएन जस्तो लागेर मर्निङ वक जान थालेको छु। राम्रो छ, यतासित पहिला माथि नागार्जुनको डाँडा छ, त्यो हिँड्दाखेरि नै आनन्द लाग्छ क्या। जस्तो कुरा भइरहेको थियो अनि कुनै पनि रिलेसन चाहिँ आफ्नै रिफ्लेक्सन हो। कस्तो कोही मान्छे छुच्चो छ भने त्यसमा हामी छुच्चो नै भइरहेको हुँदो रहेछ कि हामीले रियलाइज नगर्ने रहेछ। कोही मान्छेले अटेन्सन कम दियो, माया कम दियो नि तपाईँले गरिरहेछ, कोही मान्छेसँग झगडा तपाईँले जसुकै होस् भनेर भने उसले जसुकै होस् नै भन्नेवाला छ कि। सो कहिलेकाहीँ मान्छे आफू जतिसुकै एज भए पनि अलिकति यस्तो कुरालाई अपनाउन सिक्नु छ कि स्पेसली छोरा मान्छेलाई